तपाईँ कसैको बुवालाई हाम्रो बुवा भन्न सक्नुहुन्छ र? सक्नुहुन्न नि। अरूको अरूको पितालाई, अरूको बुवालाई चाहिँ हाम्रो बुवा हो भन्न सक्नुहुन्छ? सक्नुहुन्न। तपाईँ आफ्नै बुवालाई मात्रै, तपाईँ आफ्नै पितालाई मात्र के भन्नुहुन्छ? मेरो पिता भन्नुहुन्छ। त हाम्रो तपाईँको भाइ बहिनी छन् भने हाम्रो बुबा, हाम्रो मम्मी भनेर हामी भन्छौँ, होइन र? आज हामीले के कुरा बुझ्नु पर्छ भने पछाडि हाम्रो भन्ने कुराले चाहिँ आज तपाईँ र मेरो सबैको कुरालाई बुझाउँदछ। यो एकजनाको मात्र कुरा होइन। आज हाम्रो भएको कारणले गर्दाखेरि अब हामी परमेश्वरको सन्तान भएका छौँ, परमेश्वरको घरका हामी घरनाहरू भएका छौँ। यसै कारणले गर्दाखेरि क्रिस्टको शरीरमा कोही पनि ठुलो, कोही पनि सानो छैन। कोही पनि काम नलाग्ने मान्छे छैनन्। सबैजना बराबर, सबैजना के छन्? एउटै समानका छन्। न धनी न गरिब, न पढेको न नपढेको, न एकदमै त्यो सुन्दर न कुरूप, केही पनि छैन। हामी सबैजना परमेश्वरको दृष्टिमा के छौँ भन्दाखेरि समान छौँ, बराबर छौँ। अब यो प्रार्थना किन हामीले सिक्नु आवश्यक छ त? यो आज चाहिँ हामीलाई प्रभु येशू ख्रीष्टले सिकाउन चाहनु भएको कारणले गर्दाखेरि यदि यो प्रार्थनाका प्रत्येक कुरालाई हामी हेर्छौँ भने चाहिँ यो चाहिँ एउटा कण्ठ गर्ने, एउटा याद गर्ने मात्र होइन, तर यो प्रार्थना गर्दै गर्दाखेरि तपाईँले अझै परमेश्वरसँगको सम्बन्धमा तपाईँ बलियो भएको तपाईँले देख्नुहुन्छ। हेर्नुहोस् त, उहाँले हाम्रोबाट सुरु गर्नुभयो। प्रभु येशू ख्रीष्टलाई तपाईँले हेर्नुहोस्, उहाँले बारम्बार के भन्नुहुन्छ? मेरो पिता, मेरो पिता, मेरो पिता। अब यहाँ प्रभु येशू ख्रीष्टले मेरो पिताबाट के भन्दै हुनुहुन्छ? हाम्रो पिता, हे हाम्रा पिता। अनि मैले अस्ति भन्दै थिएँ, त्यो बेलाका धार्मिक गुरुहरूले पिता भनेर सम्बोधन गर्दैनथे। तपाईँले पुरानो करारमा पढ्नु भयो भने पिता भनेर हत्तपत्त सम्बोधन गरेको छैन। कहीँ कतै आक्कल झुक्कल झुक्किएर सम्बोधन गरेको जस्तो तपाईँ देख्नुहुन्छ। नत्र भए हे पिता भनेर सम्बोधन गरेको तपाईँले पुरानो करारमा देख्नुहुन्न। किनकि पुरानो करारको लागि परमेश्वर को हुनुहुन्थ्यो? एल्सादाई, एलोहिम, एडोनाई, शक्तिशाली, सर्वव्यापी, सर्वगुणी परमेश्वर। के गर्नुभयो भने परमेश्वरले आगो खसालेर भस्म गरिदिने त्यस्तो खालको हामी उहाँको स्वभावलाई देख्छौँ। तर अब यहाँ आएर, नयाँ करारमा आएर प्रभु येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई सिकाउँदै गर्नुभएको प्रार्थना के छ अरे? हे हाम्रा पिता। हामी सबैले पिता भनौँ त। जब जब तपाईँ पिताको चित्रण गर्नुहुन्छ, तपाईँ के कल्पना गर्नुहुन्छ? जब तपाईँ पिताको, जब तपाईँ बुबा, जब तपाईँ फादरको विषयमा चित्रण गर्नुहुन्छ, तपाईँको दिमागमा के आउँदछ? तपाईँ के कल्पना गर्नुहुन्छ? पक्कै पनि बुबा भनिसके पछाडि माया गर्नुहुने, होइन, अँगाल्नु हुने, हाम्रो खाँचोलाई पुरा गर्नुहुने, धेरै कुरा आउँछ यहाँ, होइन, सुरक्षा दिनुहुने हो। तर हामी यो कुरालाई बुझ्छौँ, त्यस्ता संसारमा त्यस्ता पिता पनि छन् जसले एउटा जुन बुबाको चित्रलाई असल प्रकारले बुझाउनु पर्ने, जुन बुबाको नेतृत्व गर्नुपर्ने, भूमिका गर्नुपर्ने, त्यो कुरा गरेको हामी पाउँदैनौँ। संसारमा यस्ता पिता पनि छन्। अनि त्यो पिताको कुरा गर्दै गर्दाखेरि हामी धेरैचोटि भावुक बन्छौँ। हुनसक्छ हामीसँग बुबाको त्यस्तो ठुलो पिक्चर चित्र नहोला, हाम्रो बुबा चाहिँ एकदमै सुपरम्यान जस्तो व्यक्ति हामीलाई नलाग्न सक्छ। तर आज हामीले सिक्दै गरेको कुरा चाहिँ हाम्रो शारीरिक पिताको विषयमा होइन, तर स्वर्गको परमेश्वरको पिताको विषयमा हामीले सिक्दैछौँ।
परमेश्वरले अरू शब्दद्वारा पनि प्रार्थना गर्न सिकाउनुहुन्थ्यो। ल तिमीले यसरी प्रार्थना गर, हे हाम्रा परमेश्वर, हे शक्तिशाली परमेश्वर, यसरी पनि त सिकाउन सक्नुहुन्थ्यो होइन र? तर उहाँले प्रभु येशू ख्रीष्टले आफ्नो चेलाहरूलाई प्रार्थना गर्न सिकाउँदै गर्दाखेरि हे हाम्रा पिता। अनि म तपाईँलाई बताउन चाहन्छु, पिता भन्ने कुराले चाहिँ आज सम्बन्धलाई बुझाउँदछ। आमेन। अब सुरुमा यदि सम्बन्धको कुरा आउँदैन भने मण्डली, तपाईँ र मैले जति नै गरेको प्रार्थनाहरू पनि विधि विधान मात्रै हुन्छ। सबै कुरा चाहिँ सम्बन्धबाट सुरु हुन्छ। हालेलुया। सहमत हुनुहुन्छ? जब तपाईँ परमेश्वरको घनिष्ठतामा वृद्धि हुनुहुन्छ, जति तपाईँ परमेश्वरको सम्बन्धमा मजबुत हुनुहुन्छ, तपाईँलाई परमेश्वर पिता त्यति नै वास्तविक लाग्दछ। परमेश्वर पिता को हुनुहुन्छ, कस्तो हुनुहुन्छ, उहाँको स्वभाव तपाईँले स्पष्ट बुझ्न सक्नुहुन्छ। तर यदि तपाईँ र मैले पितासँग त्यो सम्बन्ध बिताउने कुराहरू, सम्बन्धलाई विस्तार गर्ने कुराहरू यदि हामीले बुझेनौँ भने प्रार्थना हाम्रो लागि के हुन्छ अरे? विधि विधान मात्रै बनिदिन्छ। अनि यसो प्रभुले भन्नुभयो, तिमीहरू बरबर गरेर प्रार्थना नगर्नु। धेरै लामो शब्दमा प्रार्थना गर्दाखेरि तिमीहरूको प्रार्थना सुनाइ हुन्छ भने तिमीहरू ठान्छौ, त्यस्तो नगर्नु। त्यस्तो त प्रभुलाई नपाएका मान्छेहरूले मात्रै गर्छन्। तर तपाईँ र म परमेश्वरको सन्तान भएको कारणले गर्दाखेरि अब हामी के गर्छौँ? उहाँसँग त्यो सम्बन्धमा आएर प्रार्थना गर्छौँ। आमेन। हामीले पिताको विषयमा कुरा गरिराखेका छौँ। तपाईँले नयाँ करारमा तपाईँले पिता भन्ने शब्द यदि तपाईँले राम्रोसँग हेर्नुभयो भने 419 पटक प्रयोग भएको देख्नुहुन्छ। पुरै नयाँ करारमा 419 पटक यो पिता भन्ने शब्द प्रयोग भएको तपाईँले पाउनुहुन्छ। म तपाईँलाई बताउन चाहन्छु, प्रभु येशू ख्रीष्टले आफ्नो जीवनकालमा लगभग 170 पटक पिता भनेर उहाँलाई सम्बोधन गर्नुभएको छ। आमेन। लगभग आदि त प्रभु येशू ख्रीष्टले नै बोल्नु भएको छ, पिता 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 भनेर। तपाईँलाई अझै यो विषयमा सिक्न तपाईँ चाहनुहुन्छ भने तपाईँले सुसमाचारको पुस्तक यूहन्ना तपाईँले राम्रोसँग अध्ययन गर्नुहोला। उहाँले हरेक समय पितालाई यसरी अगाडि ल्याउनुहुन्छ, सम्बोधन गर्नुहुन्छ। पिता र म एकै हुँ, पिताले जे गर्नुहुन्छ म त्यही गर्छु, पिताले जे भन्नुहुन्छ, पिताले मेरो महिमा गर्नुहुन्छ, म पिताको महिमा गर्छु। पिताले मलाई प्रेम गर्नुहुन्छ। यतिसम्म कि प्रभु येशू ख्रीष्टले आफ्नो अन्तिम समयसम्म पनि पिता 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 भनेर उहाँले त्यो अन्तिम सास लिँदै हुनुहुन्थ्यो। भने पछाडि हेर्नुहोस् त, जुन परमेश्वरले जुन प्रभु येशू ख्रीष्टले तपाईँ र मलाई कसरी प्रार्थना गर्ने भनेर सिकाउँदै गर्दाखेरि उहाँले के भन्नुभयो? हे हाम्रा पिता। अनि त्यो बेलामा पिता भन्ने कुरा एकदमै मुस्किलले अनि हतपत पिता भनेर सम्बोधन गरिँदैन थियो। कहाँ पिता भन्ने? पिता भनेको धेरै नजिकको सम्बन्ध हो। अनि त्यहाँ धार्मिक गुरुहरू, त्यो विद्वान, त्यो ज्ञान बुद्धिले भरेका गुरुहरूको लागि पिता भन्ने कुरा एकदमै कडा हुन्थ्यो। पिता चाहिँ होइन है, पिता चाहिँ होइन। परमेश्वर ठिक छ, एलोहिम परमेश्वर, हिब्रूमा एलोहिम परमेश्वर ठिक छ, शक्तिशाली, सर्वव्यापी, सर्वगुणी, एल्सदाई पनि ठिक छ, एडोनाई पनि ठिक छ, याहवे पनि ठिक छ, तर पिता चाहिँ होइन है। किनकि पिताले चाहिँ एकदमै नजिकको सम्बन्धलाई बुझाउँदछ। अनि आज यो प्रभुको प्रार्थना हामीले धेरै समय याद गरेका छौँ, तर कतिले त्यो पिता भनेर सम्बोधन गरेर प्रार्थना गर्न हामीले थालेका छौँ। म तपाईँलाई भन्न चाहन्छु, जब तपाईँले, हुन सक्छ तपाईँले पहिला यो प्रभुले सिकाउनु भएको प्रार्थना याद मात्रै गर्नुभयो, तर अब चाहिँ यो
अनुसारको पिता भनेर सम्बोधन गर्दै प्रार्थना गर्न थाल्नुहोस् त। तपाईँ र मेरो प्रार्थना साधारण प्रार्थना भन्दैन। तपाईँ र मेरो जहिले गरिने प्रार्थना जस्तो हुँदैन, यहाँ बदलिदछ। किनकि पिता भनेर हामीले उहाँलाई सम्बोधन गर्छौँ भने हामी उहाँसँगको सम्बन्धमा कतिको मजबुत छौँ, कतिको बलियो छौँ भनेर हामी आफूलाई एकदमै केन्द्रित गर्दछौँ। तपाईँले यूहन्ना के अरे सुसमाचारको पुस्तक यूहन्ना 1:12 तपाईँले हेर्नुभयो भने त्यहाँ के लेखेको छ? तर जतिले उहाँलाई ग्रहण गरे, उहाँको नाउँमाथि विश्वास गरे, परमेश्वरले तिनीहरूलाई सन्तान हुने अधिकार दिनुभएको छ। अब त हामी परमेश्वर पिताको, हामी सबैजना एउटै एक समानको सन्तान हौ। यो खुसीको कुरा होइन र? हामी कोही पूर्वबाट छौँ, कोही पश्चिमबाट, कोही उत्तरबाट, कोही दक्षिणबाट। हाम्रो आकारहरू, हाम्रो बनावटहरू फरक फरक छन्, तर एउटै पिताको सन्तान हामी कहलिएका छौँ। आमेन। यो त ठुलो कुरा हो मण्डली। अनि आज हामी मात्र होइन, तर प्रभु येशू ख्रीष्टलाई जसले प्रभुसँग स्वीकार गरेको छ, तिनीहरू सबैजना परमेश्वरका के छन्? सन्तान छन्। अनि यसै कारणले गर्दा हामीले धेरैचोटि यसरी भन्छौँ नि, होइन? बरु मलाई आफ्नो आफ्नै परिवारका सदस्यहरू जस्तो त्यस्तो वास्ता लाग्दैन, तर विश्वासी परिवारहरू हामी भेट्यौँ भने त किन हामीभित्र भएको त्यो प्रेम ओर्लिएर आउँछ, होइन? एकदमै त्यो हामी भावुक बन्छौँ, आफ्नै दाजुभाइ जस्तो हामीलाई लाग्छ। हामीले धेरैचोटि यसरी भन्छौँ नि, होइन र? किनकि हामी एउटै पिताका सन्तानहरू हौँ। अनि यसै कारणले गर्दाखेरि अब यो पिता भन्ने कुराले, मैले अघि के भने, यसले सम्बन्धलाई बुझाउँदछ। तपाईँ परमेश्वरको सम्बन्धमा कतिको वृद्धि भइराख्नु भएको छ? तपाईँले यदि रोमी 8:15 पढ्नु भयो भने, आउनुहोस् एकचोटि हामी त्यसलाई पाठ गरौँ। कसैले पाउनु भयो त्यसलाई पाठ गरिदिनुहोस् त। रोमी 8:15। किनभने फेरि डरमा पर्नलाई दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ, तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ। यसैले जब हामी परमेश्वरलाई अब्बा पिता भनी पुकार्छौँ, त्यो चाहिँ हामी परमेश्वरका सन्तान हौ भने पवित्र आत्माले हाम्रो आत्मासँग गवाही दिनुभएको छ। 17 पनि, र सन्तान हौ भने त उत्तराधिकारी पनि हौ, परमेश्वरका उत्तराधिकारी र ख्रीष्टसँग साझे उत्तराधिकारी। उहाँसँग दुःख भोग्छौँ भने त हामी उहाँसँगै महिमित पनि हुनेछौँ। आमेन। हेर्नुहोस् त, यो तपाईँ र मेरो पहिचान हो मण्डली, यो तपाईँ र मेरो परिचय हो। आज संसारले तपाईँ र मलाई धेरै थरीका ट्याग लगाउन सक्छ, होइन? धेरै थरीका संसारले तपाईँ र मेरो बारेमा व्याख्या गर्न सक्छ, बोलिदिन सक्छ, यस्तो त्यस्तो यहाँ त्यहाँ। तर तपाईँ र मेरो पिताले तपाईँ र मलाई हेर्दै गर्दाखेरि दास पनि होइन, नोकरको रूपमा पनि होइन, तर धर्मपुत्र धर्मपुत्री हुनको निम्ति हामीलाई उहाँको राज्यमा के गर्नु भएको छ? बोलाउनु भएको छ। हेर्नुहोस् त, पाएका छौँ। यसैले अब जब हामी परमेश्वरलाई अब्बा पिता भनी पुकार्छौँ, अब्बा पिता, कस्तो मिठो शब्द छ, होइन र? तपाईँले आफ्नो बुवालाई बोलाउँदै गर्दाखेरि तपाईँ अन्कनाएर बोलाउनुहुन्छ र? भाइ युनिस, ड्याडीलाई बोलाउँदै गर्दाखेरि अन्कनाएर, अप्ठ्यारो गरेर, डराएर बोलाउनुहुन्छ? बोलाउनुहुन्न नि, ड्याडी भन्नुहुन्छ। हामी कोही पनि आफ्नो बुवालाई बोलाउँदै गर्दा, पुकार्दै गर्दाखेरि हामी डराएर, कामेर, भयभीत भएर हामी उहाँलाई बोलाउँदैनौँ। तर हामी उहाँलाई यस कारणले गर्दा हामी उहाँलाई बुबा भन्छौँ, किनकि हामी त्यो सम्बन्धमा छौँ, हामी सन्तान हौँ। हेर्नुहोस् त, आज हामी सबै मण्डली
आज यो कुरालाई बुझ्नु महत्त्वपूर्ण छ। पिता भन्ने कुराले मैले अघि भन्दै थिएँ यसले सम्बन्धलाई बुझाउँछ। अर्को चाहिँ तपाईँ र मेरो परिचयलाई पनि बुझाउँदछ, होइन र? पिताको कारणले गर्दाखेरि आज हामी सबैजना यो संसारमा अस्तित्वमा छौँ, होइन र? हाम्रो शारीरिक बुवाको हामी कुरा गरौँ न, हाम्रो बुवाको जे जति पनि कुराहरू छन् हाम्रो छन्। त्यति मात्र होइन, हाम्रो नाउँको पछाडि हामीले के लिएर आएका छौँ? हाम्रो पिताको थरलाई लिएर आएका छौँ, त्यो अधिकारलाई लिएर आएका छौँ। यसै कारणले गर्दाखेरि यदि हामी उहाँलाई पिता भन्न पुकारा गर्छौँ भने मण्डली हामीले यो कुरा पनि निश्चित हुनुपर्छ, हाम्रो परिचय हामीले उहाँमा मात्र सुनिश्चित गर्छौँ। संसारमा तपाईले यदि आफ्नो परिचय खोज्न थाल्नुभयो भने संसारले तपाईलाई गलत अर्थ लगाइदिन्छ। अनि आज यो कुरा त संसारमा यति ठुलो समस्याको रूपमा बनेको छ। संसार आज तपाईँ को हो भन्ने कुरामा कन्फ्युज छ। आज संसार म को हुँ भन्ने कुरामा आज संसार कन्फ्युजमा छ, होइन र? त्यही भएर धेरैचोटि अहिलेको पुस्ताहरू म को हुँ भन्ने कुरै थाहा छैन आफूलाई। छोरा मान्छे हो म, तर छोरीको जस्तो फिलिङ्स, छोरीको जस्तो म आफूलाई त छोरीको जस्तो लाग्छ भने अनि त्यो पछाडि ओहो म त छोरी मान्छे पो हो कि क्या हो? हेर्नुहोस् है त, आज संसारले गलत व्याख्या गरिदिएको छ परिचयको कुरा गर्दै गर्दाखेरि। तर अघि हामीले हेर्दैथ्यौँ जतिले उहाँलाई विश्वास गर्यौँ हामी सबैजना परमेश्वरका सन्तान हौँ, उहाँका राज्यको उत्तराधिकारहरू हौँ, हामी राज्य गर्ने मानिसहरू हौँ। यसै कारणले गर्दाखेरि पिता भन्ने कुराले चाहिँ एउटा सम्बन्धलाई अर्को परिचयलाई पनि बुझाउँदछ। के तपाईँले आफ्नो परिचय, तपाईँको आफ्नो आइडेन्टिटी प्रभु येशू ख्रीष्टमा भेट्नु भएको छ? यदि भेट्नु भएको छ भने तपाईँले आफ्नो जीवनको सबैभन्दा बहुमूल्य कुरा तपाईँले पाउनु भएको छ। आज ख्रीष्ट येशू प्रभुमा आएर पनि संसारले धेरै त्याग लगाइदिएको कारणले गर्दाखेरि म को हुँ भन्ने कुरा आज हामीलाई थाहा भइराखेको हुँदैन, अथवा संसारले एउटा कुरा व्याख्या गरिराखेको हुन्छ अनि हामी त्यसकै पछाडि लागिराखेका हुन्छौँ। एउटा मान्छेले हाम्रो बारेमा यो कुरा बोलिराखेको हुन्छ अनि हामी त्यही कुरा पक्रिरहन्छौँ, ओहो म त त्यही पो हो कि क्या हो? हाम्रो विगतका कुराहरू, हाम्रो असफलका कुराहरू, धेरै समय त्यो कुरालाई हामी पक्रिरहन्छौँ, म त त्यही हो त्यही हो त्यही हो, हाम्रो स्वीकार पनि त्यही हो अनि हामी वास्तवमा हुन्छौँ पनि त्यही। तर आज यदि हामी उहाँलाई हे हाम्रा पिता भनेर भन्दैछौँ भने पहिलो त सम्बन्ध हाम्रो उहाँसँग कस्तो छ भन्ने कुरामा हामी आफूलाई दाँच्छौँ, हेर्छौँ। दोस्रो चाहिँ आज हाम्रो परिचय, हामी को हौँ त? शैतानले त बेला बेलामा आएर तपाईँ र मेरो कानमा कानी खुसी गर्छ नि, हेरै प्रार्थना धेरै नगर है, तेरो प्रार्थना सुनाइ हुँदैन, त पापी होस्। पछि तपाईँहरूमा आराधनामा एकदमै ध्यानमग्न भएर प्रार्थना गर्दै गर्दा रुँदै गर्दै हेर्दा तैँले आँसु बगाएको, त्यो त ढुङ्गे हो, तेरो आँसु त यो त तैँले त्यत्तिकै नाटक गरेको। शैतानले त्यही गर्छ मण्डली, शैतानले गरिदिने त्यही हो। प्रभु येशू ख्रीष्टलाई त शैतानले परीक्षा गर्नलाई छोडेन भने तपाईँहरू म त को हुँ? हामी त परमेश्वरको सन्तान भएको कारणले गर्दाखेरि त्यसले हर घडी हर समय तपाईँ र मेरो लागि त्यो मौका खोजिराखेको हुन्छ। तर तपाईँसँग त्यो परिचय छ भने तपाईँले भन्न सक्नुपर्छ म परमेश्वरको सन्तान हुँ, म परमेश्वरको छोरा हुँ, परमेश्वरको छोरी हुँ, मेरो अपराधहरू क्षमा भइसके, परमेश्वरले मेरो लागि त्यो कल्भरीको क्रुसबाट त्यो सबै मूल्य तिरिसक्नु भएको छ। यसै कारणले अब मलाई ख्रीष्ट येशूमा भएको कारणले गर्दाखेरि त्यो दण्डको आज्ञा छैन, कुनै पनि दोषमा म पर्नु पर्दैन।
त्यो प्रकार तपाईँले भन्न सक्नुपर्छ मण्डली। परिचय, पहिलो कुरा सम्बन्ध, दोस्रो कुरा परिचय, तेस्रो कुरालाई हामी हेर्छौँ सुरक्षा, सेक्युरिटी। बुबा भनिसके पछाडि हामी जहिले पनि बुबाको छत्र छायामा हुनु पाउँदाखेरि हाम्रो शारीरिक बुबाको कुरा गर्दै गर्दा हामी जब हाम्रो बुबाको अगाडि हुन्छौँ अथवा हाम्रो नानी बाबुहरू हाम्रो अगाडि हुन्छ, उनीहरूले एकदमै प्रोटेक्टिभ महसुस गर्छन् होइन र, एकदमै सुरक्षाको महसुस गर्छन्। हेर्नुहोस् त, अनि एउटा बुबाले चाहिँ के गर्छ भन्दाखेरि ध्यान यतै दिनुहोस् है, हामी एकैछिन अगाडि बढ्दैछौँ। एउटा असल बुबाले चाहिँ आफ्ना सन्तानलाई सुरक्षा दिने काम गर्दछ। जसरी परमेश्वरले आजको दिनसम्म हामीलाई दुष्टबाट बचाइराख्नु भएको छ, सुरक्षा दिइराख्नु भएको छ। अर्को चाहिँ हाम्रो आवश्यकतालाई पुरा गर्नुहुन्छ हाम्रो बुबाले। कहिले हाम्रो बुवालाई माग्दै गर्दा जा त को हो र भन्ने अहिलेसम्म भन्नुभएको छैन। हाम्रो छोराछोरीहरूले होइन केही कुरा माग्यो भने त हामी, अनि वचनले पनि भन्छ तिमीहरू दुष्ट भइकिन आफ्ना छोराछोरीलाई असल चिज दिन जान्दछौ भने उहाँ त झन् हाम्रो स्वर्गीय पिता हुनुहुन्छ, उहाँले झन् कति बढी गरेर हामीलाई दिनुहुन्छ। अनि बुबाले चाहिँ सुरक्षा जुटाउने कुरा र अर्को चाहिँ हामीलाई सिकाउने कुरा पनि गर्नुहुन्छ होइन र। कतिवटा टाढामाको कुरा गर्छौँ नि हामी, छडी लाउने कुरा, त्यो पनि हाम्रो बुवाले हामीलाई गर्नुहुन्छ। अनुशासनमा राख्ने कुराहरू, त्यो पनि हाम्रो बुवाले हामीलाई गर्नुहुन्छ। अब हामीले हे हाम्रा पिताबाट आउँदै गर्दाखेरि जो स्वर्गमा हुनुहुन्छ, कहाँ हुनुहुन्छ अरे? उहाँ हाम्रो पिता हो, तर कहाँ हुनुहुन्छ? स्वर्गमा हुनुहुन्छ। स्वर्ग भन्नाले चाहिँ त्यो एउटा ठाउँ, एउटा लोकेसन भन्ने कुरा होइन, तर उहाँको सिंहासन जहाँ चाहिँ उहाँ राज्य गर्नुहुन्छ, जहाँ उहाँको त्यो वैभव रहेको हुन्छ। हेर्नुहोस् त, पिताबाट सुरु भएर अब जो चाहिँ कहाँ हुनुहुन्छ? स्वर्गमा हुनुहुन्छ। उहाँको अस्तित्वको कुराहरू यहाँ गरिराखेको छ। हो, उहाँ हाम्रो पिता हुनुहुन्छ, तर उहाँ स्वर्गमा हुनुहुन्छ। जसै हामीले उहाँलाई पुकारछौँ, उहाँले हाम्रो पुकारा सुन्नुहुन्छ। अब यो मैले भनिहालेँ, स्वर्गले चाहिँ एउटा ठाउँलाई मात्र होइन, तर उहाँको अधिकारलाई पनि बुझाउँछ मण्डली। अधिकारलाई, उहाँको सिंहासन, उहाँको महिमाको कुरा र साथै उहाँको पवित्रतालाई, उहाँको सर्वगुणलाई पनि बुझाउँदछ। परमेश्वरले राज्य गर्ने ठाउँलाई चाहिँ बुझाउँदछ, जो स्वर्गमा हुनुहुन्छ। अलिकति म चाँडो बढ्छु, नत्र हामी भ्याउँदैनौँ। तपाईँको नाउँ के गरियोस्? पवित्र गरियोस्। तपाईँको नाउँ पवित्र गरियोस्, किनकि परमेश्वर पवित्र हुनुहुन्छ। अनि पवित्र भन्ने कुराले चाहिँ के कुरालाई बुझाउँछ भन्दाखेरि चाहिँ उहाँलाई चाहिँ आदर गरिनुपर्छ मण्डली। तपाईँको नाउँ पवित्र गरियोस्, यानि कि परमेश्वरलाई चाहिँ त्यो आदर गरिनु पर्दछ। परमेश्वर हाम्रो पिता हुनुहुन्छ, उहाँ स्वर्गमा पनि हुनुहुन्छ, तर उहाँलाई के गरिनु पर्दछ? उहाँलाई आदर गरिनु पर्दछ, उहाँलाई चाहिँ सम्मान गरिनु पर्दछ। अनि खासमा ग्रिकमा चाहिँ यो शब्दलाई तपाईँको नाउँ पवित्र गरियोस् भनेर यसलाई खासमा यसको शाब्दिक अर्थ चाहिँ तपाईँको नाउँलाई आदर गरियोस् भन्ने हुँदछ। तपाईँको नाउँलाई आदर गरियोस्। के आज हामीले हाम्रो पिता भनेर उहाँलाई सम्बोधन गरेका छौँ, त्यो सम्बन्धमा छौँ, त्यो परिचय हामीले भेटेका छौँ, त्यो सुरक्षाको महसुस पनि हामीले गरेका छौँ, त्यो प्रेम पनि हामीले पाएका छौँ। अनि उहाँ स्वर्गमा हुनुहुन्छ, तर के आज हामीले हाम्रो जीवनले उहाँलाई आदर गरेका छौँ त?
यो आदरको कुरा गर्दै गर्दाखेरि तपाईँले बाइबलको पुरानो करारको अन्तिम पुस्तक पुरानो करारको अन्तिम पुस्तकको नाउँ कसैले फ्याक्ट भनिदिनुहोस् त। पुरानो करार पुरानो करार पुरानो करारको अन्तिम 39वटा पुस्तक मध्येको अन्तिम पुस्तकको नाउँ मलाकी हो। मलाकी चाहिँ अन्तिम पुस्तक भएको कारणले गर्दाखेरि अनि मलाकीको पुस्तक पछाडि चाहिँ नयाँ करारमा यानि कि मत्तीको पुस्तकमा आउनको लागि लगभग 500 वर्षको एउटा समय ओगटेको छ। अनि त्यो समयलाई चाहिँ त्यो बाइबलको भाषामा भन्दाखेरि एउटा एउटा मौन अवधिको समय भनेर भनेको छ, साइलेन्ट इयर अफ द बाइबल, जहाँ परमेश्वर कोहीसँग नै बोल्नु भएन। म तपाईँलाई भन्न खोजेको कुरा चाहिँ त्यो मलाकीको पुस्तक जम्मा 4 अध्याय छ, एकदमै छोटो छ। तपाईँले सरर पढ्नु भने 10-15 मिनटले भेट्नुहुन्छ। तर परमेश्वरले आफ्नो मानिसहरूलाई के भन्नुहुन्छ, यदि म बुबा हो भने खोइ त मलाई गरिने मान। परमेश्वरले सोध्दै हुनुहुन्छ आफ्ना प्रजाहरूलाई, आफ्ना मानिसहरूलाई। किनकि त्यो बेलाका पुजारीहरू मुखले चाहिँ प्रभु प्रभु भन्ने, तर उहाँको अगाडि बलिदान ल्याउनु पर्दाखेरि चाहिँ त्यो लङ्गडो खालको भेडा बाख्रा ल्याउने, एकदमै कमसल खालको भेडा बाख्रा ल्याउने। अनि त्यति मात्र होइन, त्यसै बेलामा त्यो पुजारीहरूले चाहिँ दशांशका कुराहरू पनि उनीहरूले लुकाएका छन्, व्यवस्था गरेका छन्। त्यो कारणले गर्दाखेरि बाइबलमा पुरानो करारमा त्यो पहिलोचोटि जहाँ चाहिँ उहाँले मेरो भण्डारमा दशांश भेटी ल्याऊ भनेर उहाँले भन्नुभयो। हेर्नुहोस् त। तर मैले यहाँ जोड दिन खोजेको कुरा चाहिँ म पिता हो भने मलाई गरिनु मान खोइ त छैन। मानिसले कमसल सम्झे, हल्का सम्झे, परमेश्वरसँग प्ले गर्न थाले। लेट्स प्ले द गेम भन्छौँ नि हामी। आउनुहोस् हामी गेम खेलौँ। परमेश्वरसँग नि गेम खेल्न थाले, प्ले गरे परमेश्वरलाई हल्का, कुनै वेटै नभएको। अनि आज हामीले यो प्रार्थना गर्न सिक्दैछौँ, किनकि प्रभु येशू ख्रीष्टले सिकाउनु भएको प्रार्थना जुन महत्त्वपूर्ण छ। अनि यो मैले सुरुदेखिबाट भन्दैछु, तर यहाँबाट आउँदै गर्दाखेरि तपाईँको नाउँ पवित्र गरियोस्, यानि कि तपाईँको नाउँ आदर गरियोस्। हो, परमेश्वर पवित्र हुनुहुन्छ, त्यसै कारणले गर्दा के भन्नुभएको छ, तिमीहरू पवित्र हौ किनभने म पवित्र छु। आमेन। स्वर्गमा पनि हुनुहुन्छ अनि उहाँको नाउँ चाहिँ पवित्र गरियोस्, यानि कि उहाँलाई त्यो आदर मिल्नुपर्छ। अब तपाईँले र मैले कसरी उहाँको नाउँलाई आदर गरिराखेका छौँ। मानौँ तपाईँले आफ्नो बुवाको आदर गर्नुहुन्छ, तर कसरी गर्नुहुन्छ, कुन काम गरेर तपाईँले आफ्नो बुवालाई आदर गर्नुहुन्छ, अथवा के दिएर चाहिँ तपाईँ आफ्नो पितालाई आदर गर्नुहुन्छ। पक्कै पनि राम्रो काम गरेर हुनुपर्छ, होइन र? मत्ती 5:16 त्यही भन्दछ हामीलाई, तिमीहरूको सुखमा चाहिँ मानिसले देखुन् र स्वर्गमा हुनुहुने परमेश्वरलाई महिमा मिलोस्। हाम्रो कामहरू के परमेश्वरलाई आदर हुने कामहरू हामीले गरेका छौँ त? महत्त्वपूर्ण। हामीले त्यो टाढाको सम्बन्धको कुरा गरेकै छैनौँ। आज उहाँसँग त त्यो घनिष्ठताको कुरा गरेका छौँ, त्यो बाउ र छोराको सम्बन्धको विषयमा कुरा गरेका छौँ। अनि यसै कारणले गर्दाखेरि कमसे कम पनि हामीले उहाँलाई आदर हुने काम त गर्नु पर्यो नि, उहाँको नाउँलाई पवित्र हुने काम त हामीले गर्नु पर्यो नि हाम्रो जीवनबाट, है। अनि यो आदर भन्ने कुरा चाहिँ त्यो बेलामा सुरु हुन्छ जब तपाईँ परमेश्वरसँग भयभीत बन्नुहुन्छ। भयभीत भनेको पुरै त्यो प्रभु म डराए लुके भन्ने होइन, तर परमेश्वरलाई भित्र हृदयबाट सराहना, परमेश्वरप्रति गरिने आदर। अनि हितोपदेश 1को 7ले भन्छ, परमप्रभुको भय नै ज्ञानको सुरुवात हो। फेरि हितोपदेश नै अर्को ठाउँमा लेखेको छ,
परमप्रभुको भय नै बुद्धिको सुरुवात हो। अनि फेरि अर्को ठाउँमा लेखिएको छ परमप्रभुको भय नै समशक्तिको सुरुवात हो। हेर्नुहोस् त, भय यानि कि त्यो आदर, अनि परमेश्वरलाई हामीले त्यो आदर गर्नुपर्ने हुन्छ, किनकि त्यो आदरको योग्य को हुनुहुन्छ? तपाईँ र मेरो परमेश्वर हुनुहुन्छ। अब तपाईँको राज्य आओस्, म अलिकति चाँडो गइराखेको छु, नत्र हामी तल जान भ्याउँदैनौँ। तपाईँको राज्य आओस्। हेर्नुहोस् त, के आज हामीले भनिराखेका छौँ तपाईँको राज्य आओस्, तपाईँको इच्छा जस्तो स्वर्गमा छ त्यस्तै यस पृथ्वीमा पुरा होस्। आज उहाँको राज्य आउनको लागि हामीले के गरिराखेका छौँ मण्डली? परमेश्वरले राज्य गर्ने कुरा महत्त्वपूर्ण छ। आज परमेश्वरको राज्यलाई चाहिँ हामीले ल्याउने हो भने हामीले यो कुरालाई एकदमै गम्भीरतापूर्वक लिनुपर्छ। हाम्रा मानिसहरूलाई, हाम्रा नबाँचिराखेका मानिसहरूलाई प्रभुको बारेमा हामीले बताउन थाल्नुपर्छ। उनीहरूलाई प्रभुको बारेमा भन्नको निम्ति हामीले थाल्नुपर्छ मण्डली। त्यतिकै प्रभुको राज्य आउँदैन। तपाईँको राज्य आओस् भन्दै गर्दाखेरि चाहिँ परमेश्वरको राज्य हाम्रो बिचमा आउनु हो भने हामीले हाम्रा मानिसहरूलाई प्रभुको बारेमा बताउन थाल्नुपर्छ। म तपाईँलाई बताउन चाहन्छु, जुन व्यक्तिलाई तपाईँले प्रभुको बारेमा बताउनुहुन्छ नि त्यो व्यक्तिको जीवनमा परमेश्वरको राज्य आउँछ, यानि कि परमेश्वरको उपस्थिति आउँदछ। आमेन। परमेश्वरले राज्य गर्नुहुन्छ। अनि यो ठुलो कुरा होइन र? आज हामी उहाँका सन्तान भएका छौँ, उहाँले हाम्रो जीवनमा राज्य गर्नुहुन्छ। संसारले होइन, संसारका कुनै पनि त्यो बहुमूल्य थोक वस्तुले हाम्रो जीवनमा राज्य गर्दैन, तर परमेश्वर पिताले हाम्रो जीवनमा राज्य गर्नुहुन्छ। आमेन। हेर्नुहोस् त, तपाईँको राज्य आओस्। राज्यको लागि किङ्डम माइन्डसेट आज हामीसँग कति धेरै छ। राज्यको लागि हामीले कस्तो प्रकारले सोचिराखेका छौँ। फेरि राज्य भन्न साथै जहाँ हामी भोलि पर्सि हाम्रो मृत्यु हुन्छ अनि हामी स्वर्गमा जान्छौँ, त्यही परमेश्वरको राज्य हो, होइन? आज तपाईँ र मेरो हृदयको सिंहासन उहाँले राज्य गर्नुहुने ठाउँ। हेर्नुहोस् है त, उहाँको राज्य आओस्। मैले भन्दैछु कि आज हामीले कसरी सुसमाचारलाई विस्तार गर्दैछौँ हाम्रो जीवनद्वारा, हाम्रो गवाईद्वारा। हामी कतिजना हुन्छौँ नि प्रभुको बारेमा नबताइकन सक्दै नसक्ने, एकदमै छटपटी हुने। बरु खाना नखाए पनि हुन्छ तर प्रभुको बारेमा बताउनै पर्ने। बरु राम्रो कुरा नभए पनि हुन्छ तर प्रभुको बारेमा नबताइ हुँदैन हुने। यो भन्दै गर्दाखेरि एकजना मलाई घटनाको याद आयो। मैले सुनेकै घटना हो। एउटा सेवामा चाहिँ एकजना व्यक्ति हुनुहुँदो रहेछ। अनि उहाँले चाहिँ जहिले पनि सेवाको उसमा बेलामा चाहिँ जहिले हालेलुया भन्ने, फेरि हालेलुया भन्ने। त्यो उहाँलाई वचन सुन्दै गर्दाखेरि साह्रै त्यो आनन्द लाग्दो हो। अनि वचनले छुदो हो, घटलाग्दो। अनि उहाँले पुरै जोडले भन्नु हुँदो रहेछ, हालेलुया भनेर भन्नुहुने रहेछ। अनि कतिचोटि चाहिँ त्यो एउटा डिस्टर्ब बिचमा बोलेको, डिस्टर्ब गरेको जस्तो सुनिएछ। अनि एक दिन चाहिँ त्यहाँ नयाँ प्रचारक आउँदै हुनुहुँदो रहेछ। अनि त्यो सधैँ त्यो भन्यो भने त त्यो बिचमा त्यस्तो भन्यो भने त डिस्टर्ब जस्तो हुन्छ। अनि पास्टरले के सल्लाह गरेछन् भन्दाखेरि, भाइ आज चाहिँ यो सेवामा तपाईँले हालेलुया नभन्नु होला, बरु तपाईँलाई म नयाँ जुत्ता दिन्छु भन्न फकाएछ। हेर्नुहोस् है त। अनि ल हुन्छ त्यसै म भन्दिनँ आज। अनि सेवा भइरहेछ, वचनको सेवाहरू भइरहेछ। त्यो मान्छेलाई भित्रबाट उथल पुथल भएको छ, कुन कुराले रोकेको जस्तो, छेकेको जस्तो, निसास्या जस्तो भएको छ, ऐठन परेको जस्तो भएको छ। पछि त्यो मान्छे झुरुक उठेर भनेछ, जुत्ता पाए पनि नपाए पनि हालेलुया। मैले भन्न खोजेको कुरा यसबाट के भन्दाखेरि
आज तपाईँ र मैले केही पाउला नपाउला यो संसारमा कसैले तपाईँ र मलाई स्याबास वावा खदै लगाइदेला नलगाइदेला, तर हामीले कतिको राज्यको विषयमा सोचिराखेका छौँ। अस्ति हाम्रो भाइले प्रभु यीशुलाई विश्वास गर्नुभयो। अनि महत्त्वपूर्ण कुरा त्यो भाइले मात्र होइन, तर अहिले त्यो भाइसँगै 2-3 जना अरू पनि हुनुहुन्छ। हामीले उहाँलाई पनि प्रभुको बारेमा बताइराखेका छौँ। किन त्यो भाइलाई हामी प्रार्थना गर्न जान्छौँ, त्यो भाइसँगै अर्को दाइ पनि हुनुहुन्छ अनि हामीले उहाँलाई पनि बताइरहेको छौँ प्रभुको बारेमा। मैले भन्न खोजेको चाहिँ सुसमाचारमा आज हामी कतिको कन्सियस छौँ मण्डली। जुत्ता मिले पनि नमिले पनि बोलो हालेलुया, होइन? खदा पाए पनि नपाए पनि, हामीले इनाम पाए पनि नपाए पनि, हामीलाई कसैले माने पनि नमाने पनि, हाम्रो कामलाई देखे पनि नदेखे पनि हामीले भनौँ प्रभु तपाईँको काम म गर्छु। अब अगाडि बढ्दै जाँदाखेरि तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पुरा होस्। यानि कि तपाईँको इच्छा महत्त्वपूर्ण कुरा। हेर्नुहोस् त, कति समय हामी हाम्रो इच्छा भन्छौँ कि होइन र? प्रभु मेरो यो चाहना छ, प्रभु मैले यो योजना बनाइराखेको छु, लौ न प्रभु, लौ न प्रभु, लौ न प्रभु। तर आज वचनले कस्तो स्पष्ट भन्छ हेर्नुहोस् त, तपाईँको इच्छा मेरो जीवनमा पुरा होस्। हामीले यसरी कतिले प्रार्थना गरेका छौँ, प्रभु मेरो इच्छा होइन तपाईँको इच्छा। अनि यो भन्दै गर्दाखेरि म प्रभु येशू ख्रीष्टले त्यो गेत्सेमनीको बगैँचामा गरेको प्रार्थनालाई याद गर्छु। उहाँले पनि 3 चोटि यो प्रार्थना गरेको म याद गर्छु, एकचोटि होइन। किनकि उहाँको आफ्नो अन्तिम समयमा हुँदै हुनुहुन्थ्यो, जहाँ चाहिँ उहाँको त्यो पसिना रगतमा आएको हामी देख्छौँ। उहाँले भन्नुभयो, हे पिता, यदि मैले यो कचौरा नपी हुँदैन भने तपाईँको इच्छा पुरा होस्। फेरि जानुहुन्छ त्यही प्रार्थना, हे पिता तपाईँको इच्छा पुरा होस्। फेरि एकछिनमा जानुहुन्छ, हे पिता तपाईँको इच्छा पुरा होस्। आज हामी कतिजनाले परमेश्वरको यानि कि तपाईँ र मेरो पिताको इच्छा चाहिँ हाम्रो जीवनमा पुरा होस् भनेर हामीले भनिराखेका छौँ। के कतै हामीले भनिराखेका छौँ कि प्रभु मलाई आशिष दिनुहोस्, प्रभु मेरो योजनाहरू चाहिँ पुरा गर्नुहोस्, होइन? यदि हामीले पिता भनेर सम्बोधन गरेका छौँ, पिता भनेर त्यो सम्बन्धमा हामी आएका छौँ, पिता भन्ने कुरालाई हामीले गम्भीरतापूर्वक लिएका छौँ भने अब तपाईँको राज्य आओस् भन्दै गर्दाखेरि तपाईँको इच्छा जस्तो स्वर्गमा छ। हेर्नुहोस् त, परमेश्वरको इच्छा स्वर्गमा कस्तो छ यसो एकचोटि कल्पना गर्नुहोस् त। एकचोटि यस्तो मन एकचोटि आँखा बन्द गरेर कल्पना गर्नुहोस् त। परमेश्वर स्वर्गमा हुनुहुन्छ, उहाँको इच्छा कस्तो चाहिँ होला त? कस्तो चाहिँ होला त उहाँको इच्छा? जस्तो उहाँको इच्छा स्वर्गमा छ त्यस्तै कहाँ पुरा होस्, यस पृथ्वीमा पुरा होस्। यानि कि तपाईँ र म जतिजना पनि आज यो भवनमा छौँ, हामी प्रत्येकको जीवनमा पुरा होस्, न कि हाम्रो आफ्नो इच्छा। अनि हामीले कसरी भन्न सक्नुपर्छ, प्रभु म मेरो इच्छालाई घटाउँदछु, मेरो चाहनालाई म घटाउँदछु, मेरो योजनालाई म घटाउँदछु, ताकि तपाईँको इच्छा मेरो जीवनमा बढ्न सकोस्। आमेन। यो महत्त्वपूर्ण प्रार्थनाको विषयमा हामीले हेर्दैछौँ। हेर्नुहोस् त, अनि यसले चाहिँ के पनि बुझाउँछ भन्दाखेरि चाहिँ तपाईँको इच्छा जस्तो स्वर्गमा छ त्यस्तै यस पृथ्वीमा पुरा होस् भन्दै गर्दाखेरि चाहिँ यसले चाहिँ एउटा समर्पणतालाई पनि बुझाउँदछ।